मजासँग रक्सी खान पाइने देश कहाँ छ पृथ्वीमा भनौँ भने हाम्रो देशको नाउँ आउँदो रहेछ। संसारमा यस्तो छैन अध्यक्ष महोदय। संसारमा त निश्चित ठाउँमा मात्र रक्सी खान पाइने, निश्चित पसलले मात्र रक्सी बेच्ने, निश्चित व्यक्तिले मात्र रक्सी किन्न पाइने। बिहा गर्नलाई 20 वर्ष हुनुपर्ने, रक्सी खानलाई 6 वर्ष भयो नि हुने। दाबी कडा हालेछ ओली सरकारले, प्रबल कब्ला कोब्लो खाइदिएछ। जनताले भोट दिएर पठाएको संसदले सार्वभौम जनताको अधिकार प्रयोग गर्ने संसदले हेर्न बाँकी छ। अब बाटा तोरी लाउरेहरू बुर्र उफ्रेर हुन्छ भने अब हेर्नुस् है, नागरिकलाई तोरी लाउरे भन्ने नागरिक तपाईले नीति तथा कार्यक्रम लामो भयो, विस्तृत भयो भन्ने गुनासो आयो। राम्रै भयो त, लामो भयो, विस्तृत भयो, सरकारले जम्मै कुरा देखाए रहेछ, सबै कुरो जाने रहेछ, सबै कुरो लेख्दो रहेछ के हो भन्ने पो भन्नु पर्थ्यो त। त्यति धेरै कुरा सरकारलाई ज्ञानै थिएन कि, सरकार बुझ्दैन थियो कि, छोटकरीमा ट्याक्कै एउटा दुईटा बुदा मात्रै लेखेर ल्या भए पो विरोध गर्नु पर्थ्यो। अब 22 वर्ष नपुग्याले रक्सी किन्न नपाउने, जडेहरूको लिस्टै बनाउने वडा वडामा, यो वडामा को जडेहरूले कति रक्सी किन्छ त्यसको लिस्ट हुने। एउटा सटरमा औषधि पसल, अर्को सटरमा रक्सी पसल, अनि अगाडिपट्टि औषधि पसल, पछाडिपट्टि रक्सी पसल। किन गरे यो सरकार भने त कर असुल पैसा चाहियो नि, कर उठाउनु पर्यो, रक्सीमा बढाइदिने कर, अनि पैसा ज्याम आउँछ, अनि मटर चन्नी के गर्ने जम्मै थोक गर्ने भन्नुलाई गरे हो। विदेशमा गएर खुइ घुमेर नेपालका पैसा सक्ने, विदेशमा त्यस्तो छ जहाँ पनि रक्सी किन्न पाइन्छ, जसले पनि रक्सी खान पाउँछ। यो प्रकारका कुरालाई हेरेर अर्कै रक्सी जोन देखाइदिनुहोस् न, धुम्रपान जोन भने जस्तै रक्सी खानीका लागि नगरकोटको फलानु भनिदिनु, अथवा पनि फलानु जङ्गलको कुना भन्नु, नाम लेखाएर जानुपर्छ भन्नु। कमेडी नि जुन देशको सांसद, जुन देशको सभासद बजेट कहाँ पाइन्छ भनेर सुँग्दै हिँड्छ, सु गरेर बजेट सुँग्नु, त्यो देश विकास हुँदैन। सांसदले नीति बनाउने, रुको जरा सबर करो, सांसदले कानुन बनाउने, सांसदले मुलुकको निम्ति बजेट बनाउने। म पश्चिमको डडेलधुराको 1 नम्बरको सांसद भन्छ, पश्चिम 1 नम्बर डडेलधुरा संसद छ, नेपालमा छ सांसद, नेपालको सांसद। उसले बनाउने बजेट नेपालको निम्ति, उसले बनाउने कानुन नेपालीको निम्ति। त्यसकारण यति पनि ध्यान बुद्धि नभएपछि हाम्रो देश कसरी विकास होला अध्यक्ष महोदय? सरकार भन्यो भने के होला? पूर्व विघटनीय सरकार भन्यो भने के होला? संसदको शत्रु पूर्व सरकार भन्यो भने के होला? अपहरणकारी सरकार, विध्वंसकारी पूर्व सरकार भन्यो भने के होला? यस्ता शब्द म प्रयोग गर्दिनँ अध्यक्ष महोदय। परमादेशका कुरा आए, जनादेश बुन्नु सुन्नु त्यसै कुन्नु भने नक्सा छ, नापी गरेका छ, लाल पूर्जा दिँदैन। किन नदिए लाल पूर्जा? सुकुम्बासी भएन भने शोषकको जग्गा कसले खेती गरिदिने? तर पसिना छारेर कसले चाहिँ काम गरिदिने? त्यसकारण उसले जानी सुकुम्बासी बनाउँछ, कहिले वन विभाग लगाएर बनाउँछ, कहिले सिडिओ लगाएर बनाउँछ। कसरी बनाउँछ बडो राम्रो व्याख्या गर्न सकिन्छ। मुद्दा लगाइदिन्छ, धरौटी माग्छ, दिन सक्दैन, त्यसपछि भएको 1 कट्ठा जग्गा धरौटीमा राख्छ, सुकुम्बासी बनाइदिन्छ, एउटा सुकुम्बासी आयो। अर्थ बजेट सम्बन्धमा पनि मैले कर घटाएको छु, मैले कर बढाएको छु, मैले यस्तो बजेट पेश गरेको छु, अब म यस्तो गर्छु भन्ने प्रचलन हिजोदेखि थियो। अहिलेको क्रान्तिकारी अर्थमन्त्रीले पनि त्यही भाषा प्रयोग गर्नुभयो। यो बारे विपक्षी कोही पनि भन्दैनन्, किनभने आफूले पनि त्यही गरेका थियो। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। एउटा मलाई गाउँमा सानसानो हुँदा याद आउँछ, लाउरे आउँथ्यो छड्के चाहिँ नि रेडियो फिरेर, रेडियो घन्काउँदै, अनि गाउँका हामी बच्चाहरू पछि लागेको थियौँ गजबको मान्छे आयो भनेर, अनि खल्तीबाट किसिमका चक्लेट झिकेर दिन्थ्यो, अनि मजाले रमाइलो। है अहिले मान्य सांसदलाई अर्थमन्त्रीले गाउँमा जाँदा त्यस्तै बनाइदिनु भएको छ। आयो सांसद आयो भनेर गुटु पछि लाग्ने, मलाई 3 लाख, मलाई 2 लाख, मलाई
मजाको बनाइदिनु भएको छ, त्यसकारण प्रशंसा गर्नुपर्ने नै भयो। बोल्ने किन, के का निम्ति बोल्ने, कसका लागि बोल्ने, बोली के को, बोली कसरी? हैन, उहाँहरुमा त्यो क्षमता छैन। उहाँहरु चाहिँ के छैन, क्षमता नभए उहाँहरु चाहिँ के छैन, संविधान बनाउने हामी, क्षमता उसको हुने। उहाँहरु चाहिँ के छैन, यसमैन हो। उहाँहरुको कुनै डिसेन्टिङ भोइस राख्न यो संविधान कसले बनायो? उनले कि हामीले? कसले बनाइदिने? संविधान सभामा को थियो? संविधान हामीले बनायो, हैन, कानुन सभा बनायो। तपाई अब एक दुई जना चाहिँ एउटा व्यक्तिको रूपमा तपाईको त्यहाँ कुनै भूमिका छैन। तपाई हामी भने संविधान सभा बने, तपाईको संविधान हात उठाउने सभा बाहेक बनायो। रोबोट जस्तै संविधान सभा बनायो। रोबोट जस्तै हात उठाउने बाहेक तपाईको अर्को कुनै भूमिका छैन। रोबोट जस्तै त्यहाँ हैन, र वास्तवमा हामीले त तपाई त तलब खाएर त्यहाँ चाहिँ भत्ता खाएर बस्नु भएको छ। तपाई युरोपियन खान्छु, म नेपालको खान्छु, फरक त्यति हो।